तामाङ ल्याङ्ग्वेज कु लोपन मुला भनेको चाहिँ ठाडो भाषा एकदम ठाडो त्यो अनि एकदम दान छ्यागे मेमेतो नाला छ्यान मनिरास नेसुरो लासो मेमेला छे लासो फ्याफुला नमस्ते र फेरि पनि एकदमै स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा र साथै फेसबुक फ्यामिलीलाई पनि एकदमै स्वागत छ हैन मेरो भिडियोमा र आजको भिडियो चाहिँ के छ भने हाम्रो तामाङ संस्कृति हाम्रो जाति धर्म वेश आजको भिडियो चाहिँ भाषा है भाषा लर्निङ हाम्रो तामाङ ल्याङ्ग्वेज लर्निङ अब जो हजुरहरु पनि अब मलाई पनि आउँदैन तामाङ भाषा चाहिँ र हजुरहरु पनि को हुनुहुन्छ आफ्नो भाषा नजान्ने हैन र आज चाहिँ मेरो साथसाथै यो भिडियोले हजुरहरुलाई पनि आफ्नो भाषा सिकाउने छ हैन र त्यही भएर आज चाहिँ म चाहिँ अब अरु बेला त म टाइम पाउँदिन हैन र आज चाहिँ मेरो शनिबार छुट्टीको दिन हो र छुट्टीको दिन चाहिँ हाम्रो मेमेसँग आफ्नो भाषा सिक्नु भनेर आएको छु र हजुरहरु पनि सिक्नु होला यो भिडियोको मार्फत हैन यो भिडियोले चाहिँ अलिकति भए पनि आफ्नो भाषा सिक्नुलाई हेल्प हुन्छ भन्ने एकदमै आशा गर्छु हैन र आज चाहिँ म चाहिँ एकदमै सिम्पल अब हामी फर्स्ट स्कुल जाँदाखेरि त के सिक्छौं आफ्नो नाम ठिकाना हैन आप्पा आमाको नाम त्यही त सिक्छौं हामी पनि स्कुलमा के सिक्छौं स्कुलमा फर्स्ट के सिकाउँछ व्हाट इज योर नेम व्हाट इज योर फादर नेम व्हाट इज योर मदर नेम वेयर डु यु लिभ हैन त्यो सबै सिकाउँछ त्यति सिकाउँछ र आज चाहिँ मेरो फर्स्ट डे हो आफ्नो भाषा को क्लासको हैन र हजुरहरुलाई पनि एकदमै मेमे लासो फ्याफुला लासो मेमे त्यही त मेमे अब आफ्नो भाषा त एकदमै अनिवार्य रहेछ हैन नभए त भोलि पर्सि छोराछोरी आफूले आफ्नो भाषा आफ्नो धर्म आफ्नो वेशभूषा जानेन भने त भोलि पर्सि आफ्नो छोराछोरी त लासो आमा लासो आपा भन्ने जग्गामा त हाई मम भन्ने हुन्छ हैन मेमे त्यही भएर म चाहिँ आज मेमेसँग आफ्नो भाषा सिक्नु भनेर आएको छु हैन अनि अब सबैभन्दा प्रथम चाहिँ अब मलाई चाहिँ के सिक्नु मन छ भने हाम्रो अब एकदमै आफ्नो नामहरू कसरी भनिन्छ आफ्नो भाषामा हैन आफ्नो नाम र आफ्नो मेरो नाम चाहिँ यो हो भन्दाखेरि चाहिँ कसरी त्यो राङ्ला भाषाले मिन्तीको छान्तीको भनेर सोध्नुभयो छान भनेको चाहिँ हाम्रो नाम हो छान भनेर आइला छान्तीको हो भन्नुपर्छ तिम्रो नाम के हो भन्दाखेरि भाषा आफ्नो सिक्ने भाषा गर्नुपर्छ सबै कुरो हाम्रो तामाङहरूले भाषा छोडिसकेको छ आफ्नो तामाङ भाषामा पनि बाहिर जङ्गलमा बोले जस्तो बोल्न थालेको छ ठाडे भाषा बोल्छ आफ्नो ब्लाउज मिलाएर भाषा बोल्नु कसैले जानेको छैन सिकेको पनि छैन बेसी जस्तो हाम्रो तामाङहरूले सबै भाषा छोडिसकेको छ र सिक्दै लानुपर्छ भन्ने म पनि भन्दैछु नानीहरूले राम्रो गरी सिकेर लानु तिम्रो नाम के हो भनेको चाहिँ कसरी भन्छ नि आइला छान के हो म चाहिँ मेमे चाहिँ यहाँ लेख्दै जान्छु किनभने म बिर्सिन्छु नि त फेरि लस लेख्दै जान्छु आइला छान के हो भनेछ भने तपाईको नाम के हो भनेर भनेको छान भन्छ है आइला छान के हो भनेर आइला छान ठिक हो ठीक हो यो चाहिँ सोधेको त्यो क्वेसन अनि मेरो नाम चाहिँ यो हो भन्दाखेरि चाहिँ अरे तिम्रो नाम के हो भनेर तिमीले नाम बताउनु पर्यो कि नाला छान निमा डोल्मा हो नाला छान निमा डोल्मा हो छान मिन भनेको हाम्रो अलिक ठाडे भाषा जस्तो जान्छ छान भन्छ नि छान भनेको चाहिँ हाम्रो एकदम गहिरो भाषामा जानुपर्छ अच्छा नाला छान चाहिँ निमा डोल्मा हो निमा डोल्मा थर चाहिँ के भन्छन् थर पाख्रिन निमा पाख्रिन हो नाला छान चाहिँ त्यसपछि अब मेरो तपाईको गाउँ चाहिँ कहाँ पर्यो भन्दाखेरि मेमे आइला नाम्सा चाहिँ खाङ पर्ति भन्नु आइला नाम्सा खानङ पर्ति खानङ हो भन्दा पनि हुन्छ खानङ हो
त्यसलाई सिएन छिमेसी आपाङ होला र गाला नाम छ अँ, गाला नाम छ गाला नाम्सा सिलघाट तारानी नाम्सा सिलघाट तारानी हो सिलघाट तारानी तारानी हो सोध्यो अनि क्वेसन त्यसपछि आसिङ अब यस्तै अब डेली अब चलिरहेको कुराकानीहरू होइन अनि अब त्यसरी नै आपा आमाको नामहरू सोद्धाखेरि अनि थरहरू सोद्धा चाहिँ कसरी भनिन्छ आइला थरलाई त आफै हजुर टिक रुइला भन्छ टिक रुइला रुइला रुइ थर टिक रुइला भन्छ टिक रुइला टिक रुइला हो भन्छ आइला आइला राङदुको आई टिक रुइला हो राङदुको भन्नु नि आई टिक रुइला भनेर आई टिक टिक रुइला 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 तिमी के थरी हो भने गा चाहिँ गोलेसिया गोलेसिया हो गा जान चाहिँ गा चाहिँ गोलेसिया गोलेसिया हो गोलेसिया हो पाख्रिन न जान हो विषयले त अनि पाख्रिनला पाखिन्न धान पाख्रिनला जान यो तामाङ भाषामा चाहिँ हामीले चाहिँ अब 10 सम्म चाहिँ एकदमै सिक्नु पर्यो नि। सिक्नु पर्छ जस्तो लाग्छ म 1 देखिबाट 10 सम्मलाई चाहिँ के भनिँदो रहेछ भने 1 लाई चाहिँ गिक त्यसपछि 2 लाई चाहिँ नि अनि 3 लाई 3 लाई चाहिँ सोम 4 लाई चाहिँ ग्ली ब्ली ब्ली 5 लाई चाहिँ गा त्यहाँबाट छलाई 6 लाई चाहिँ डु 7 लाई चाहिँ निस निस 8 लाई ब्रे ब्रे 9 लाई कु र 10 लाई चाहिँ ची चाहिँ चुई 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 भनिँदो रहेछ गाइस र हजुरहरू पनि सिकिराख्नु होला होइन हामीलाई चाहिँ आफू त्यस्तो अब परिवेशमा बसिन आफ्नो भाषा सिक्ने जग्गामा होइन र अहिले चाहिँ अब त्यो अवसर पाएको छु र यो अवसर चाहिँ गुमाउँदिनँ भनेर चाहिँ अब म चाहिँ मेमेसँग आफ्नो भाषा सिक्नु आएको छु हजुरहरू पनि सिक्नु होला होइन र यो भिडियोको मार्फत चाहिँ हजुरहरू सिक्नु सक्नुहुनेछ म जस्तै होइन र त्यसै गरी हामीको चाहिँ बारलाई चाहिँ के भनिँदो रहेछ निमा जस्तो पो लाग्यो निमा होइन मिकमार भन्छ होइन नि दावा निमा मङ्गलबारलाई निमा भन्दैन गर्छ कुरा सोमबारलाई दावा मङ्गलबारलाई निमा दावा निमा लाक्पा फुर्बा पासाङ पेम्पा मिकमा भन्छ हो शनिबारलाई मिकमा भनेको आइतबारलाई मिकमा भन्छ हामी भुटानमा पढेर आएको छु गर्छ कुरा तिमीहरू जान्ने हुन्छ मलाई आइतबार जस्तो लागेको थियो दावा मिकमा अनि र त्यसै गरी हामीको चाहिँ बारलाई चाहिँ के भनिँदो रहेछ भने सन्डे आइतबारलाई चाहिँ आइतबारलाई मिकमार मिकमा मिकमा दावा निमा लाक्पा फुर्बा पासाङ पेम्पा पेम्पा र यो चाहिँ हो बारको नाम सन्डेलाई चाहिँ मिकमा मन्डेलाई दावा ट्युसडेलाई निमा वेडनेसडेलाई लाक्पा थर्सडेलाई फुर्बा फ्राइडेलाई पासाङ र सटरडेलाई चाहिँ पेम्पा भनिन्छ हजुरहरू पनि सिक्नु होला मेरो भिडियो हेरेर होइन र गाइस यहाँ चाहिँ मेमे पनि अलिकति कन्फ्युज हुनुभएछ ट्युसडे र सन्डेमा चाहिँ होइन र ट्युसडेलाई चाहिँ मिकमार अनि सन्डेलाई चाहिँ निमा भनिँदो रहेछ अब चाहिँ मेमेसँग एकदमै क्लास लिनु आउँछु जाने जति चाहिँ म पनि सिकाउँछु नजानेको त हजुर र गर्दै सिक्दै जानुपर्छ गर्नुपर्छ त्यस्तै हो त्यो कुरा नि हजुर आफूभन्दा ठुलो मान्छेहरू कतैबाट आउँदैछ कि हिँड्दैछ भने कतै हिँड्नु भएको भन्ने कुरा हाम्रो एउटा भाषा हजुर के भने मैंने मामदो खाइ सेवा पनि भन्छ खाइ फेप्केलाजी पनि भन्छ कता हिँड्नु भएकोलाई के भनिन्छ खाना फेप्केलाजी भन्छ खानाङ खाइ फेप्केलाजी अब अलिक इज्जत गरेर भन्दाखेरि हो चाहिँ त्यो खाइ फेप्केलाजी भने खाइ फेप्केला वाला खाना फेप्पला खाइ फेवाला फेप्पाला भन्नुहुन्छ फेप्पा खाइ फेप्पा 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 मेमे ल मेमे माम अब केही पनि छ हजुरहरू सम्बर्धना गर्न सक्नुहुन्छ
खाइ सेवा भने अलिक ठाडो भाषा जस्तोमा जान्छ खानाङ निभा भने झन् ठाडै भाषा हुन्छ त्यो खानाङ निभा भनेको चाहिँ ठाडो भाषा एकदम ठाडो त्यो अनि एकदम इज्जतले भनेको चाहिँ खाइ फेप्पाला खाइ फेप्केलाजी यसो भन्नुहुन्छ खाइ फेप्पा ला खाइ फेप्पालाजी हैन र अरू पनि कुराहरू अरू कुरा अब त्यस्तै ठुलो ठालो मान्छेहरू बुढापाका मान्छेहरू आउँदाखेरि यतै बस्नुहोस् भन्छ नि हजुर बस्नुहोस् भन्नलाई ईश्वन दान्छ्यागे मेमेटोको युदान्ती दान्छ्यागे भन्नु एकदमै राम्रो इम्पोर्टेन्ट एकदमै राम्रो कुराहरू सिकाइराख्नु भएको छ मेमेले चाहिँ आज मेरो फर्स्ट डे हो तामाङ भाषाको क्लासको अब ट्युसन जतिकै भएको छ हैन र सिक्नुको कुनै पनि सीमा हुँदैन गाइस हजुरहरू कुनै पनि उमेरमा सिक्नु सक्नुहुन्छ र आज चाहिँ मेरो आफ्नो भाषा तामाङ भाषाको क्लासको फर्स्ट डे हो मेमेले चाहिँ एकदमै राम्रो राम्रो कुरा सिकाइराख्नु भएको छ र मेमे के भन्नुहुँदै थियो अरे ईश्वन दान्छ्यागे भन्नुहुन्छ ए यतै आएर बस्नुहोस् न भने दान्छ्यागे भन्नुहुन्छ यतै आएर बस्नुहोस् न भनेर भनेको चाहिँ ईश्वन दान्छ्यागे ईश्वन दान्छ्यागे मेमे माम बा यहाँ हजुरहरू जे पनि अब सम्बर्धना गरेर अब आफ्नो साइनो लगाएर बोल्न सक्नुहुन्छ ईश्वन दान्छ्यागे भनेको चाहिँ यतै आएर बस्नुहोस् न भनेको बस्नुहोस् भन्ने कुरा चाहिँ दान्छ्यागे हजुर त्यसपछि कहाँदेखि आउनुभएको होला आउनुहोस् मेमे भन्नु नि फेपनाङ्गे भन्नुहुन्छ फेपनाङ्गे नाङ्गे फेपनाङ्गे भन्छ नि यो चाहिँ एकदम राम्रो राम्रो कुरा भने त्यो लामो लबेनहरू बसेको ठाउँमा नि त्यो आउनुहोस् भनेको चाहिँ यतै आउनुहोस् भनेको चाहिँ ईश्वन दान्छ्यागे फेपनाङ्गे भन्छ फेपके ईश्वन फेपनाङ्गे स्पेलिङ त ईश्वन फेप फेपनाङ्गे ईश्वन फेप नाङ्गे आउनुहोस् ईश्वन फेप नाङ्गे ईश्वन फेप नाङ्गे लासो र त्यसपछि चाहिँ मेमे फेरि मलाई मेमेको क्लास गरेर मजा आयो भोलिदेखि म अझै आउँछु अब सधैँ आउँछु जबसम्म गाइस म जबसम्म एकदम तामाङ आफ्नो भाषा पर्फेक्ट हुँदिनँ तबसम्म चाहिँ म मेमेको क्लास लिन आउनेछु एकदमै राम्रो राम्रो शब्दहरू एकदमै राम्रो सिकाइराख्नु भएको छ होइन ऊ हाम्रो कन्मेले पनि एकदमै राम्रो तामाङ भाषा बोल्नुहुन्छ र म चाहिँ जान्दिनँ र सिक्नुको कुनै पनि सीमा हुँदैन त्यही लागि म चाहिँ सिक्नु भनेर आइरहेको छु र हजुरहरू पनि सिक्नु होला है ईश्वन फेप नाङ्गे रो ईश्वन फेप नाङ्गे ओ होला भन्दाखेरि चाहिँ खानाङ खाइ गेम फेप खाजी भन्नुहुन्छ खाइ गेम फेप खाजी अब आजलाई चाहिँ यति नै अब धेरै नबनाऊँ होला धेरै नपढौँ फेरि दिमागमा पनि पस्नुपर्छ मेमे होइन र आजलाई चाहिँ अब त्यति नै हो यहाँतिरको केटाहरूले यताको मान्छेले बोल्नु जान्दैन कि खाङब्रा होला भन्छ नि हजुर मसिन क्याइ गरेर खाङब्रा भने त्यस्तो भन्छ कि त्यो होइन अलिक आफूभन्दा ठुलो र आफूभन्दा सानोले बोलाउने अलिक बेग्लै हुन्छ नि हजुर खाङब्रा होला भन्छ त्यो होइन खाइ सेवाला भन्नु खाइ फेप्पाला सेवा फेप्पा भन्नुपर्छ अलिकति इज्जतले बोल्दा चाहिँ खाइ फेप्पा भन्नु जुन राम्रो थियो खाइ सेवाला भन्दा अलिक पाथाको हुन्छ कि र आज चाहिँ यति नै सिकेको छौँ र मेमे मलाई सोध्नुहोस् न अब तामाङ भाषामा मलाई सोध्नु त केही कुराहरू म पनि उत्तर दिनु सक्छु कि अहिले ngala min चाहिँ निमा गोले हो ngala छान चाहिँ निमा गोले हो आइला नाम चाहिँ खाइ हो आइला नाम चाहिँ खाइ हो ngala नामसा चाहिँ सिलगाड तारानी हो हुँदैछ मेमे ngala नामसा चाहिँ सिलगाड तारानी
आइतिक रोइला हो आइतिक रोइला आइतिक रोइला nga nga चाहिँ गोलेसिया Malaysia nga चाहिँ गोलेसिया हो रोय रोय पाखरिनला जाहान हो हाम्रो रोइ भनेको थर थर रुई भनेको रुई रुईवाला चरी भन्छ नि यो के अरे चारदाम गर्दाखेरि हजुर रुईवाला चरी तिनी चाहिँ फलाना माता गाई जिम्मा पनि रुईवाला चरी भने हजुर रुई भयो रुईवाला चरी भनेन यो रुईवाला चरी चाहिँ अब मैले चाहिँ ठान्छु है भन्छ नि हजुर यो चाहिँ दिँदैन रुईवा भनेको यो हाम्रो थर रुईवा रुईवा भनेर हाम्रो निधारको ल्याउँछ यो कि रुई भन्छ लासो त्यो रुई भनेको माने त्यो थरको भनेको अनि रुईको चाहिँ रुईवाको चरी हो त्यो कारणले रुई चाहिँ बोलेकै बस्यो नि त अनि हाम्रो त उता चाटम दिएर शरीर जिम्मा दिए पनि घाउको दिन त आफूले लागिरहेको हुन्छ हजुर त्यही हो हाम्रो चाहिँ रुईवा अँ, रुईवा चाहिँ दिँदैन नि त रुईवाला चरी भन्छ नि अँ। रुई चाहिँ अब एकदम जान्नुपर्ने भनेको चाहिँ अब एकदम सानो शब्दहरू चाहिँ के हो भने अब दिदीलाई चाहिँ के भनिन्छ होला मेमे दिदीलाई नाना बहिनीलाई बहिनीलाई बुरिङ 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 दाजुलाई जोजो दाजुलाई जो जोजो भाइलाई च्योन भाइलाई च्योन च्योन भन्छ त्यसपछि छोरीलाई छोरीलाई जामे छोरीलाई जामे छोरालाई जा जा बुहारीलाई बुहारीलाई चाङ चाङ त्यसपछि जुवाइँलाई ज्वाइँलाई मा मा र यस्तो सानो सानो एकदमै सानो सानो चिजहरू पनि हामीले एकदमै सिक्नुपर्ने हुन्छ होइन र एकदमै राम्रो लाग्यो मेमेले एकदमै राम्रो क्लास गराउनु भयो आजलाई चाहिँ यति नै छ अब फेरि पनि आउने छु किनभने एकैचोटि धेरै सिक्दाखेरि त अब दिमागले पनि काम गर्नु पर्यो होइन र फेरि पनि आउँछु हजुरहरूलाई अर्को भिडियो लिएर र आजलाई चाहिँ यति नै छ भन्दै आजको भिडियो चाहिँ यतिमै समाप्त गर्दैछु लासो लासो फेफुला मेमेको नाम भनिदिनुहोस् न मेमेको नाम नाला छ्यान मनिरास नेसुर हो छान मिन हो मिन चाहिँ गाला मनिरास हो छान पनि भन्छ मिन पनि भन्छ नि त रुई चाहिँ नेसुर हो नेसुर होइन लासो मेमेलाई एकदमै धेरै धेरै धन्यवाद छ फेरि पनि लिएर आउने छु अर्को भिडियो होइन मन परेमा एकदमै लाइक कमेन्ट एन्ड सेयर गरिदिनुहुन्छ भने एकदमै आशा गर्छु र चाहिँ अब सबै देश विदेशमा पुग्यो भने चाहिँ एकदमै राम्रो एउटा हामीको सानो भिडियोले गर्दाखेरि सबैजनालाई अब म जस्तो आफ्नो भाषा नजान्नेहरूलाई अलिकति हेल्प हुँदाखेरि एकदमै राम्रो लाग्छ होइन होइन मेमे र मन परेमा एउटा लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला होइन लासो फेफुला तिनी गाला कन्मे चाहिँ त्यो ताम चाहिँ लोप्छ है थुजे छे भन्न थुजे छे